हेलो नमस्ते साथीहरू। आज चाहिँ म आफ्नै गाउँ, यो मेरो चाहिँ गाउँ हो। ऊ माथि चाहिँ डडेलधुरा, त्यसपछि गाउँ यो म। आज म घुम्दा घुम्दै यहाँको स्कुलसम्म आएको छु। स्कुल चाहिँ यो डाँडामा छ, हाम्रो गाउँघरको माथि डाँडामा। यो चाहिँ स्कुलको गेट। त्यसपछि यो डाँडा हेर्नुहोस्। स्कुल चाहिँ हाम्रो स्कुलको चौतारा, यो चाहिँ 3 सम्मको स्कुल है हाम्रो गाउँको। यो पहाडको गाउँको 3 सम्मको स्कुल। यो चाहिँ टङ्की, टोइलेटहरू, हेर्नुहोस् हाम्रो 80 ग्राम प्राथमिक विद्यालय हरडी सुनेडा। यो चाहिँ पुरानो स्कुल, 2018 मा बनेको स्कुल। रमाइलो ठाउँ छ। एउटा दाजु चाहिँ उ गर्दै हुनुहुन्छ वायरिङ। यो कक्षा 2, यो कक्षा 3। आज हाम्रो दाइ चाहिँ वायरिङ गर्दै हुनुहुन्छ है। यता पनि गाउँ नै हो। यता पनि भिर पाखा नै छ। त्यहाँ चाहिँ त्यो क्लबको बनेको छ। यतापट्टि चाहिँ हाम्रो भलिबल ग्राउन्ड। यहाँ चाहिँ भलिबल खेलिन्छ। यो पनि यता गेट। उता चाहिँ अर्को गाउँ। यहाँको भ्यू चाहिँ हेर्नु न, दामी छ। पहाडमा चाहिँ सबै चिज ठिक लाग्छ। यहाँको हावापानी अनि यहाँको खानापिना। तर हेर्न चाहिँ धेरै धौन छ। तल हेर्नुहोस् राजाको अजमेरको 2012 सालले राजा बसेको ठाउँ। उता हेर्नुहोस् त।